नेपालमा आउँदै गरेको चुनावमा हामी विदेशमा रहेकाले यसपालिको चुनावमा भोट हाल्न पाउने छैन भने स्वदेशमा रहेका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले सही व्यक्तिलाई भोट दिएर विजय गराउनुहोला। किनभने भोलि तपाईँका छोराछोरी अथवा दाजुभाइ दिदीबहिनी हामी जसरी नै विदेशिन नपरोस्। नेपालमा बसी खान नसक्ने अवस्था छ अहिले। मैले सुन्दै आइरहेको छु डिमान्ड गएको हुन्छ अरे नेपालमा, तर त्यो डिमान्ड तपाईँको 1 घन्टा नहुँदै त्यत्रो मान्छे प्याक भएर 1 घन्टा नहुँदै फुल भइसकेको हुन्छ अरे। आधीभन्दा बढी मान्छे चाहिँ यतै फर्किनु पर्ने अवस्था छ अरे। यो अवस्था कसरी आयो भन्दाखेरि तपाईँ हामीले नै सही व्यक्तिलाई चुन्न नसकेर हो। त्यसमा हाम्रो नै गल्ती छ। भोलि उनीहरूले जित्दै जान्छन्, सही व्यक्ति ठाउँमा पुगेन भने विकास हुँदैनन्। अनि विकास नभएपछि हामी भन्छौँ कि यो फल्नाले गरेर चिन्नाले गरेर भनेर कुरा काटेर बसिरहेको हुन्छ। त्यसैले विचार गर्नु होला, विचार गरेर सोचेर मात्रै भोट दिनु होला। मेरो तर्फबाट यही विनम्र अनुरोध छ। धन्यवाद।